आज म तपाईहरुलाई एउटा शब्दको वास्तविक अर्थ सुनाउँदैछु। कृपया ध्यान दिएर सुन्नु होला। जुन भाव तपाईले दिनौं सुन्नुहुन्छ, अल्गोरिदम अल्गोरिदम अल्गोरिदम, सबैले भन्छन् अल्गोरिदम अल्गोरिदम अनुसार काम गर्नु सबै ठीक हुन्छ, अल्गोरिदमले भिडियो भाइरल गर्छ। तर यो प्रश्न के हो? अल्गोरिदम भनेको के हो? सबैले भनेको सुन्नु भएको छ नि, के हो यो अल्गोरिदम अल्गोरिदम अल्गोरिदम? सबैले भन्नुहुन्छ अल्गोरिदमका अनुसार भाइरल हुन्छ, अल्गोरिदमले यस्तो खोज्छ, अल्गोरिदमले उस्तो खोज्छ। तर यसको ठेट अर्थ के हो? अल्गोरिदम भनेको के हो? आज म यो बारेमा तपाईहरुलाई सुनाउँदैछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अल्गोरिदम अनुसार काम गर्नुपर्छ, अल्गोरिदम अनुसार भिडियो हाल्यो भने भाइरल हुन्छ भन्छ नि। आज यसको बारेमा म भित्री रहस्य तपाईलाई सुनाउँदैछु। यो अल्गोरिदम भनेको आखिर के हो साथीहरु? अल्गोरिदम भनेको कुनै जादु होइन। यो फेसबुक, युट्युब वा टिकटकको एउटा सिस्टम मात्रै हो। युट्युब, टिकटक, फेसबुकको एउटा यो सिस्टम मात्रै हो जसले निर्णय गर्छ कि तपाईको भिडियो कसलाई देखाउने, तपाईको भिडियो कसलाई देखाउने। अब सजिलो भाषामा बुझौं है। यदि तपाईले भिडियो अपलोड गर्नुभयो भने फेसबुकले पहिला त्यो भिडियो सानो सानो समूहलाई देखाउँछ। बुझ्नुहोस् है। फेसबुकमा, युट्युबमा, टिकटकमा कतै पनि तपाईले आफ्नो भिडियो हाल्नुभयो भने सबैभन्दा पहिला त्यो भिडियो सानो सानो समूहमा पठाउँछ, जसले पुरा भिडियो हेर्छ अनि त्यसले सोच्छ कि अब फेरि यो अलिकति ठूलो समूहमा पठाउँ, जसले धेरै लामो समयसम्म हेर्छ, कमेन्ट गर्छ, शेयर गर्छ। अल्गोरिदम भनेको त्यही हो। अल्गोरिदमले बुझ्ने भनेकै त्यही हो। यो भिडियो राम्रो रहेछ, अब त्यसपछि अरूलाई पनि यो भिडियो अझै धेरै ठाउँमा धेरै मान्छे भएको ठाउँमा पुर्याउँ भन्ने उसले सोच्छ र अलिकति धेरै भएको ठाउँमा उसले यो भिडियोलाई भाइरल गरिदिन्छ र त्यसलाई हामी भन्छौं भाइरल हुनु या तर अन्य अन्य नाम, सिस्टम या त अल्गोरिदम। त्यही हो साथीहरु। मानिसले 3-4 सेकेन्ड स्क्रोल गरिदियो भने धेरै ठाउँमा पुर्याउँदैन, तर कसैले प्रतिक्रिया दिएन भने अल्गोरिदमले के भन्छ थाहा छ? यो भिडियो खासै राम्रो छैन अनि भिडियो त्यतिकै रोकिन्छ, जाँदैन, भ्युज जाँदैन। त्यही भएर जुन साथीले अलि लामो समयसम्म हेरे, जसले 3-4 सेकेन्ड नअड्किकिन हेरे त्यो भिडियोलाई पुरा हेरे भने यो भिडियो चाहिँ राम्रो रहेछ, राम्रो कन्टेन्टमा बनाएको रहेछ, यो भिडियोलाई हामीले चाहिँ धेरै ठूलो समूहसम्म पुर्याउनु पर्छ, धेरै टाढा टाढा फैलाउनु पर्छ भनेर उनीहरूले चाहिँ त्यो भिडियोलाई धेरै मान्छेसम्म पुर्याइदिन्छ, धकेलिदिन्छ त्यो सिस्टम अनुसार। जसले कमेन्ट गर्छ, शेयर गर्छ, केही रियाक्सनहरु दिन्छ त्यहाँ हैन, त्यही अनुसार अल्गोरिदमले चाहिँ तपाईको भिडियोलाई टाढा टाढा पुर्याइदिने हो। धेरै मान्छेको फेसबुक आईडी सम्म पुर्याइदिन्छ, फाल्दिन्छ त्यहाँबाट र तपाईको भिडियोहरु भाइरल हुने कारण त्यही हो। अर्को कुरा, त्यसैले साथीहरु भाइरल हुने चाबी अल्गोरिदम होइन, तपाईको ध्यान हो, तपाईको ध्यान हो। सुरुवातमा 3-4 सेकेन्डमै दमदार बनाउनु भयो भने तपाईको भिडियो हेर्ने मान्छेहरु अड्किन्छ, त्यहाँ हेर्छ हैन। भिडियो छोटो स्पष्ट बनाउनुस्, मानिसलाई कमेन्ट गर्न उस्काउने खालको बनाउनुस्, नियमित अपलोड गर्नुस्, भिडियोहरु नियमित अपलोड गर्नुस्, मानिसलाई हेरौं हेरौं लाग्ने भिडियो बनाउनुस्। जस्तो मैले भन्छु नि, म सिक्दै छु, म बोल्न जान्दिन, तैपनि म ट्राई गरिरहेछु। अल्गोरिदम भनेको यही हो साथीहरु। तपाईहरु नझुक्नु होला। तपाईको सहयोग नै मेरो लागि सबैभन्दा ठूलो हो। दर्शकलाई खुशी बनाउने, कसरी हो सही सूचना प्रवाह गर्ने मेरो उद्देश्य रहेको छ। तपाईहरुले कसरी हेर्नु भएको छ, म एकदम बिल्कुल नयाँ हो, मेरो च्यानल यो पनि नयाँ हो। हाम्रो अपडेट हेर्दै रहनु होला। त कस्तो लाग्छ सल्लाह सुझाव पनि दिनु होला। अस्ति भर्खर फेब्रुअरी 3 तारिक मैले यो च्यानल क्रिएट गरेको, 4 तारिकबाट मैले भिडियोहरु हाल्न थालेको छु र है साथीहरु सल्लाह सुझाव चाहिँ के छ मलाई दिनु होला। अब म धेरै बोल्न त जान्दिन, तैपनि भिडियो यसरी अल्गोरिदम भनेको के हो, एउटा सूचना मैले जानेको, मैले पाएको सूचनालाई तपाईलाई सूचना प्रवाह गर्ने मेरो हेतु रहेको छ र तपाईलाई सूचनाको हक तपाईले पाउनु हुनेछ। र यो भिडियो हेरिदिनु भयो, हाम्रो अपडेट हेर्दै रहनु होला। आजलाई छुटिन्छु, नमस्कार।